लगभग 10% स्तन क्यान्सरहरू भनेको चाहिँ वंशानुगत हुन सक्छ। रेगुलर मान्छेहरूमा चाहिँ स्तन क्यान्सरको जोखिम 10 छ भने उहाँहरूमा चाहिँ 20 हुन सक्छ। यो जेनेटिक टेस्टहरू गराउने, जब परिवारमा कसैलाई स्तन क्यान्सर भएको छ भने हैन अरू परिवारका सदस्यहरूले पनि त्यति नै सावधानी अपनाउनु एकदमै जरुरी छ है। किन भन्दाखेरि अहिलेको हाम्रो तथ्याङ्कले के देखेको छ त भन्दाखेरि लगभग 10% स्तन क्यान्सरहरू भनेको चाहिँ वंशानुगत हुन सक्छ है। र अरू के स्तन क्यान्सर चाहिँ हामीले पारिवारिक पनि हुन सक्छ भन्छौँ हैन। वंशानुगत भनेको चाहिँ कुनै पनि जिनहरूको प्रभावले गर्दाखेरि चाहिँ यो पुरा आफ्नो ब्लड लाइन्सहरुमा हैन हेरिडिटरी हुन सक्छ भने पारिवारिक भन्दाखेरि कुनै पनि एउटा स्टिमुलेन्टहरू छन् जुन चाहिँ परिवारले हरु सामूहिक काम गर्ने होस् या त खानेकुराहरू होस् या त केही लगाउनेहरू होस्, यिनीहरूले गर्दाखेरि चाहिँ परिवारमा यो असरहरू परिरहेको हुन सक्छ। त्यसैले जब पनि हामी कसैले घरमा कसैले स्तन क्यान्सर भएको छ भने अरू परिवार मेम्बर्सहरुमा स्तन क्यान्सर हुने सम्भावना चाहिँ असाधारण मान्छेभन्दा 1 गुणा 2 गुणा बढी हुन सक्छ। जसै भन्नु कसैको हाम्रो स्तन क्यान्सर हुने रेगुलर मान्छेहरुमा चाहिँ स्तन क्यान्सरको जोखिम 10 छ भने उहाँहरुमा चाहिँ स्तन क्यान्सरको जोखिम 20 हुन सक्छ है। यसको मतलब हुन्छ भनेको हैन, जोखिम चाहिँ बढ्न सक्छ भनेको। त्यसैले जब पनि स्तन क्यान्सर कसै घरमा परिवारमा कसैलाई भएको छ भने हाम्रो परिवारको अरू सदस्यहरूले स्तनको जाँचहरू गराउने, नियमित जाँचहरू गराउने, आफ्नो स्व परीक्षणहरू गराउने। आजकल त नयाँ कुरा के छ त भन्दाखेरि 40-45 वर्षभन्दा कमका उमेरहरूमा कसैलाई स्तन क्यान्सरहरू भएको छ भने आजकल हामीले चाहिँ हेरिडिटरी टेस्टहरू पनि गराउन सक्छौं, जेनेटिक टेस्टहरू गर्न सक्छौं, जसले गर्दाखेरि चाहिँ परिवारमा यो वंशानुगत स्तन क्यान्सरहरू छ कि छैन भन्ने जाँच गर्न सक्छौं हैन। त्यो जाँच गरेर अरू परिवारको मान्छेहरूलाई पनि यो जाँचहरू गरेर यो रोग हुन अगावै नै यसको सतर्कताहरू अपनाउन सक्छौं। घरमा कसैलाई स्तन क्यान्सरहरू भएको छ भने नम्बर 1 काम गर्ने भनेको चाहिँ हामी सतर्क हुनु पर्यो र नियमित रूपले हामीले स्क्रिनिङहरू गराउन जरुरी छ उहाँको घरको परिवारहरू सबैलाई। त्यसबाहेक पनि घरमा 2 जना भन्दा बढी मान्छेहरूलाई चाहिँ स्तन क्यान्सर या त ओभरीको क्यान्सरहरू भएको छ भने उहाँहरूलाई चाहिँ यो जेनेटिक टेस्टहरू गराउने हैन। जेनेटिक टेस्टहरू गराएर या त अहिले हामी अझ अरू के भन्छौँ भन्दाखेरि 40-45 वर्षभन्दा कमका दिदीबहिनीहरूलाई स्तन क्यान्सर भएको छ र एउटा विशेष किसिमको स्तन क्यान्सर हुन्छ जसलाई चाहिँ हामीले ट्रिपल नेगेटिभ स्तन क्यान्सर भन्छौँ। त्यस्तो क्यान्सरहरू भएको छ भने यो जेनेटिक टेस्टहरू गराउँ, जसले गर्दाखेरि चाहिँ केही जेनेटिक कारणहरू छ छैन यसबाट हामी सचेत हुन सक्छौं र परिवारको अरू सदस्यहरूलाई पनि यो टेस्टहरू गराएर यो रोगबाट चाहिँ हामी एकदम प्रारम्भिक अवस्थामा थाहा पाउन सक्छौं या त केही विशेष प्रविधिहरू केही विशेष हामीले केही कामहरू गरेर चाहिँ यो रोगलाई हुन नदिन पनि हामीले कोसिसहरू गर्न सक्छौं।